मेरो बङ्गम बुङ्गुङ देख्ने कस्तो राम्रो निस्किन्छ त राम्रो मेरो किस्म राम्रो आउनुस् आउनुस् 30 रुपैयाँ बिटा आउनुस् आउनुस् यसको ल्याउनुस् त्यही त साह्रै सानो बन्दिछ नि यो साह्रै ठुलो यो पाल्टी साग गन्तिम गर्दै गर्न है पाल्टी त दामी छ लाइभ गरेको जोरसँग लानु भएको 8 वटा तपाईं सारै बोल्नु भयो निकाल्दिहालेको नि मेरो सब्जी हेर्नु फेला अब चाहिँ भन्नुस् त मेरो सब्जी हेर्नुस् मेरो बारीमा एकदम अर्ग्यानिक ल्याएछ नि यहाँ चाहिँ तुम्बाले कमेन्ट हान्नुहुँदैछ यहाँनिर फुलले ठीक तुम्बा दामी रहेछ पाल्टी चाहिँ ठुलो यो हुँदैन यो हुँदैन तेर्सो पार्नु न अन्त यहाँ खाली भयो नि अनि त्यो छोटो चाहिँ तेर्सो लाउनुस् न यस्तो ती त सिकाउँदैछ अहिले ती चाहिँ निग्रो लाउनुस् ल तोरी लानु न तोरी हैन त्यो काकालाई पठाएको थियो ए ओहो बेच्दिन्छ है म 2 यसो गरेर लाउँदाखेरि हुन्थेन तर अनि धेरै महँगो छ जङ्गल फेरि भन्नु त सब्जी मन्डी यहाँ पो गरेछ क्या हो डल्लै बनाइ अब म पनि जङ्गल जान्छु सब्जीको व्यापार गर्न कहिले पनि खोजी ल्यायो अनि ती दामी रहेछ नि गरे हिजो हिजो म हैन रोशनामा आउनु थाल्यो गएको थिएँ म त गएको घाँस काट्दै किनभने यहाँ चाहिँ बेच्नु छैन कि यहाँ उब्रिँदैन नि त कहाँ उब्रिन्छ यो गेन्टोक पठाउने पो त ए के साह्रो पाठी हो भन लान्न होला भने त्यो त अर्काले मङ्गाएको सब्जी अरूलाई मलाई देखाउनु पर्यो म भन्छु सब्जी उहाँलाई मगाउनु भन्नु कस्तो खालको अचम्म मेला हो हाम्रो त सोनी ब्रदर्ससँग कनेक्सन छ त्यो के अरे उहाँको त अब एउटै कनेक्सन हो त त्यसले गर्दाखेरि मिल्छ लाउनु न सोनी ब्रदरले कुरा गर्नुभयो भने भइहाल्छ सोनी ब्रदर हजुर पैसा वेस्टमा सकिन है मैजो आँटेन कार्टुन दिनु मेरो भन्नुभएको अलि ठुलो खाले कार्टुन छ ए मेरो त माथि कलुकदेखि पढ्थेर हो भयो ल कति मिनट भयो 2 3 ए हजुर हुन्छ ओ मेरोमा छैन कि त्यो सिके ब्रदरलाई माग्नुहोस् न बेसी लामो बनाउनु त भक्कै हुन्छ के हुन्छ थ्याङ्क यू मेरोमा सिके ब्रदरको हिजो सिस्टरकोमा छ हुन्छ यो चाहिँ भयो गाईसहरु निङ्गुरे 12 बिटा पुराइदिनु पर्यो हैन यो सबै डिमान्ड भएको रहेछ कि तपाईलाई बोलाएर अन्त त हाँस्दै गरेको ए त्यसो भो डिमान्ड गर्नु भयो भने चाहिँ उहाँ बुहारीलाई भन्नुस् गाडी घर जेठाको बुहारी ए अच्छा हैन अन्त डिमान्ड सेलकै होला नि मैले हजुर लानु योस् ल्याइदिहाल्छ नि कति कसो मान्छे राख नपटाउने कति हो यो टुबो चाहिँ खासमा चाहिँ 20 रुपैयाँ बार्गेनिङ हैन यो चाहिँ लान्छ कि मामा सबै लागेको तपाईले भन्नु भयो भने मलाई भन्नुपर्छ ल्याइदिहाल्नु ए घरबाट पो ल्याइदिनुहुन्छ यो सबै डिमान्ड काको निङ्गुरे लानु भयो भने चाहिँ यहाँ निङ्गु चाहिँ उब्रेको छ निङ्ग्रो त होइन अर्ग्यानिक हो राम्रो हुन्छ छ भने यो पालक चाहिँ एउटा ल्याइदिनुहोस् ल अहिले भरेपट्टि यो चाहिँ कति हो हजुर 20 रुपैयाँ हजुर बात सक्नु नि हुँदैन ठुलो लाग्छ त गाडीभित्र हौ हुन्छ गाडी हुन्छ गाडी यो घरको हो Packing. न्युटेला खाएको चाहिँ पैसे पैसे वापस कर दिया
तुम्बा चाहिँ मुसु मुसु हाँस्नुहुँदैछ अहिले कहाँ छ न्युटेला हो फर्स्ट बोनी होइन फ्राई गरेर बनाएको पनि पाउँछ त न्युटेला खानु भनेर दालमुट जस्तो लाग्यो हजुर यहाँ धनिया लगाइदिनुहोस् त यो कहाँ छ रहेछ आलु खानु नि दालमुट बनाएर दालमुट दालमुट भनेको त न्युटेला पो रहेछ बस्तीवाला हुनु पनि साह्रो छ नि गाह्रो छ यतिकै भरे यतिकै हाल्नु ल माइजू डाइरेक्ट नबोली सबैको यहाँ हाँसे उठ्दो सिनहरू छ यहाँ राख्नु न पाउला पनि यहाँ लगाइदिनुहोस् त धनिया ला उही मलाई त त्यो कल गरेर रुमिलालाई होइन यो आफ्नो हो नि खै अब यहाँ दुईटा उब्रियो त धनिया नि एकजना कसकोमा हालेको छैन ल घरमा राख्नुहोस् एउटा घरमा राखिदिनु त यहाँ बोरामा त्यो त मेरो हो नि ऊ भाइले राखेको अन्त त्यहाँ राख्नु भनेको घरमै छ त हौ धनिया किन यहाँ कहाँ एउटा मात्र लागेको छ यहाँ छ एउटा चाहिँ धनिया घरमै छ हौ भाइ जति त्यसो हो भने होस् अझै ल्याउनुहोस् त्यसो भने धनिया यहाँ दिनु ल यहीँ बरु पठाऊ एउटा मात्रै हो छैन उयो चाहिँ के हो हिसाब गर्यो आफै जोड सर त्यो त मलाई केही याद छैन लाउनु मात्रै नभएर लेख्ने गर्दा नि दुईटा लेख्नु त पालक चाहिँ कत्रो ठुल्ठुलो छ पाल्किएन त के हुन्छ बरु पालक त एक बिटा राख्नु सप्रेको रहेछ हौ उब्रियो भने पालक त्यो तल उयसकोबाट राख्दा हुन्छ गैने कान्छाको बुहारीले म त नसकेन बेसी भयो नि त्यो दुखेर चाहिँ तुम्हाले पनि लानुभयो अलिक अल्को पारेर यस्तो हुन्छ नि यस्तो केराको पत्ता छैन छ नि केराको काटेको छैन गाइस भयो होला यो भिडियो अफ गरिदिउँ काटेर लगाइदिउँ हुन्छ बाई यति मात्रै बार्नुपर्छ बेसी बार्नु हुँदैन आफ्नै रिजर्भ